बिहानको सुरुवातसँग तपाईँको के खानाबाट दिनको सुरु हुन्छ थाहा छैन, तर मेरो म पनि मक्खै परेर तपाईँले देखाउन सक्छु। हेर्नुहोस् त, म पनि आफ्नै बारीमा फलेको करेलो, तिते करेलो सेहतको लागि धेरै राम्रो। अनि त्यसपछि हेर्नुहोस् मेरो चाहिँ जो ढुरुङ्ग चाहिँ एकदमै राम्रो। आफ्नै बारीकामा फलेको तकालीहरू खान चाहिँ धेरै राम्रो लाग्छ। त्यसपछि तपाईँले हेर्न सक्नुहुन्छ मसँग के छ होइन। अहिले मैले खाँदैछु, ल तपाईँले चाहिँ हेरिराख्नु होला होइन। मैले खाँदैछु टमाटर, त्यो त तपाईँले थाहै छ, आफ्नै बारीमा फलेको टमाटर। यो खाएपछि चाहिँ तपाईँलाई कस्तो हुन्छ कि बिहान तपाईँले खाएको खाना खाइन्थ्यामी यो खानुभयो भने तपाईँको हेल्थ सुरक्षा एकदमै राम्रो लाग्छ तपाईँले होइन। विश्वास मान्नुहोस्, मैले खाएरै म बसेको मान्छे यत्रो वर्ष। अब तपाईँले त्यहाँ हेर्न सक्नुहुन्छ भिन्डी खाइरहेको छु मैले। तपाईँलाई थाहै होला कति राम्रो चिज हो भिन्डी चाहिँ, तपाईँले हेर्दा पनि मन पर्यो होला। त्यसपछि हेर्नुहोस् मैले खाइरहेको छु आफ्नै बारीमा फलेको धनियाँ, करेम करेम गरेर खाइरहेको छु। मलाई धेरै राम्रो लागेको छ। मेरो यति 15 वर्षदेखि मैले यही खाइरहेको छु। यति राम्रो यति राम्रो यति राम्रो। तपाईँले चाहिँ 4-5 दिन खानुभयो भने तपाईँले ह्याबिट हुन्छ। खाना पनि तपाईँले चाहिँ खाँदैन भनेर भन्न सक्नुहुन्छ। खत्तम, एकदम राम्रो हेल्दी चाहिँ। हेर्नुहोस् आफ्नै बारीमा बाई बाई, फलेको थियो। टाटा, मैले आफै गुड बाई, एउटा गया। घरको अगाडि सानो खाएर एकदमै आनन्द म लिन्छु। त्यसपछि आफ्नै बारीमा मैले फलाएको मैले त्यो चाहिँ फुलकोपी हेर्नुहोस्, मैले सिङ्गे टिपेर म खान्छ दिनदिन 2टा खाइरहन्छु। 2टा 2.5वटा 3वटा मैले एक दिनमा खाइरहन्छु फुलकोपी। एकदम राम्रो एकदम राम्रो एकदम राम्रो। के भन्नु अब, तपाईँले विश्वास गर्नु हुँदैन। अनि त्यसपछि मेरो यहाँ बचेका जति पनि हुन्छन्, रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं करने का, आराम से लेने का। हाँ, प्याज खाइरहेको छु मैले आफ्नै बारीमा फलाएको प्याज हो त्यो पनि भनेर भन्दाखेरि मेरो घरको पछाडि अलिकति ठाउँ खाली थियो क्या, त्यहाँ अलि उगाएको थिएँ। उगाएर चाहिँ तोडेर कसैले नभनिकन, आमा बाउले नभनिकन खाएँ। आलु पनि त्यही प्याजसँगै मैले उगाएको थिएँ। टाढामा ल्याएर यहाँ कसैलाई थाहा छैन भिडियो बनायो भन्दा करेम खाइदिने आफूले त बजारबाटै किन्नुभन्दा। यही हो साथीहरू, ल नेक्स्ट भिडियोमा बाई बाई।